हेलो साथीहरु नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल गोष्ठी गरा युट्युब च्यानलमा हजुरहरुलाई स्वागत छ। आज पनि म नयाँ भिडियो लिएर आइसकेको छु साथीहरु। आज चाहिँ म लुम्बिनीबाट चितवन सौरा आइसकेको छु है साथीहरु। अहिले चाहिँ साथीहरु बिहानको 7 बजेको छ। अब म चाहिँ जंगल सफारी जानलाई रेडी भएर बसेको छु। बाहिर अरु मान्छेहरु पनि धेरै छ जानलाई बाहिर बोलाइराखा साथीहरुले। अब निस्किन लागेको साथीहरु मेरो भिडियो हेरेर इन्जोय गर्नु होला। गइमे साथीहरु हामी जंगल सफारी गर्न बिहानै आज पानी पर्ला जस्तो भइरहेको यहाँ रोक्ने हो एलिफेन्ट चढ्ने हो साँच्चै। ल हामी अब भित्र इन्ट्री गरेको छ है साथीहरु। बिहानको 7 बजे हामी चाहिँ निस्क्यौँ। कस्तो कालो पुरा केही देखेन हौ। तपाईँ छेउ बस्ने उता छेउमा बस्नु त हो र है हुन्छ ल ल ल हस् 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 त्यही त केही देख्दैन नि छेउ त रात परेको त अनि खै त अन्त किन म त्यहाँ छेउ बस्छु होइन यहाँ यता आउनु न म यो मुखै देख्नु छोडिसक्यो केही पनि। छ्या कस्तो कालो भयो त अलिक सन्न। अब यो त के मतलब गर्ने हो छ्या यो त भयो पानी पर्यो। हो र अगाडि गएको भयो 150 किलो अघि त अलि उज्यालै थियो है अघि त उज्यालै थियो। बिहानै 7 बजे नि यस्तो अँध्यारो केही देख्दैन केही देख्दैन। तपाईँको देख्छ मेरो 7 बजे राम्रो भएको थियो दिन पनि त्यस्तो थिएन। फेरि हामी त दिउँसो आयो यस्तो रमाइलो भएको। गाइड चाहिँ तपाईँ हो तपाईँको हतियार हुन्छ हुँदैन ओ ओ हेर सानो केही देख्दै देखेन मेरोमा त। हेर्नु साथीहरु त्यतिवटा देखिन्छ नि जङ्गलभित्र के देखिँदैन हात्ती जङ्गलभित्र भनेको अहिले हामी यसरी राउन्ड ओ दुईटा रहेछ त्यहाँ दुईटा बेबी र कति धेरै रहेछ बच्चा नै रहेछ। रमाइलो हुन्छ पानी
पानीले गर्दा अलि है एउटा एउटा अब फरक फरक एक्सपिरियन्स तपाईँहरूको त्यस्तै बेला मयूर पानी परेर बिजोग भयो कत्रो ठुलो पानी पर्यो खतम बरेसो वरिपरि रहेछ हाम्रो त खै हाम्रो अलिक गरिब छ नि बिचमा रोकेर बस्नु पऱ्यो फेरि यहाँ यस्तो भएर हालत खराब हावाहुरी पनि चलेछ पानी पनि परेछ होइन यो मतलबै पानी परेर बिजोग भयो कत्रो पानी पऱ्यो बिस्तारै बिस्तारै जानुपर्छ रोकिँदैन पानीहरू त अँध्याएर छ कत्रो पानी परेको छ जङ्गल सफारी ठिक है हजुर के हो त्यो के हो त्यो जरायो ए जरायो जरायो साह्रो बसिरहेको दिदी तपाईँको प्लास्टिक लिनु त लागि सर तिनीहरूको बस्ने ठाउँ हुँदैन होला त है पानी परेर हाम्रो बिजोग छ यहाँ सबैजना एउटै पोख्नु पऱ्यो झन्डो पऱ्यो खतमै भयो हामी घर पुग्न सक्दैन यहीँ खरा परेर बस्ला पानी पऱ्यो अलि उज्यालो भयो पढाइ बुढुङ आकाश करा खाए कस्तो जङ्गल सफारीमा त खत्तमै भयो त
पानी परेर बिजोग छ है ल हेर्नु साथीहरू अगाडि चितवन नेसनल पार्क घुमाएको देखाल्छु अगाडिको पनि त्यहीँ जाँदै रहेछ धेरै टाढो गएको छैन रहेछ हामी सँगसँगै रहेछ आजको दिन चाहिँ खत्तमै भयो है खत्तम भयो यस्तो छ पानी परेर बिजो अलि उज्यालो भयो है अब देखिन्छ कि अब चाहिँ दिदी तपाईँ एक्सप्लेन गर्दै जानु है आउँदैन यिनीहरू खुल्लामा निस्किन्छ कि ताकि टाढेबाट बाघ आएको देख्छ नि त अनि भाग्न सजिलो हुन्छ नि बाघ पानी परेको बेलामा दौडिनु सक्दैन हो मृगहरू बाघ सिकार गर्ने सेल्फी हान्नु नि ल एकछिन यो त है हामी सानोहरूले देखेन होला नि थाहा पाइसक्यो है हामी यहाँ बस आइसक्यो थाहा पाइसक्यो अब कति माल चढिरहन्छ घाँस पनि नखाइकन बनाएको गैडा अस्ति अगाडि बसेर यस्तो बिचरा हो त्यसको क्लियर छ राम्रो है त्यस्तो जुम भयो जुन त्यसको 100 टाइम्स छ नि आएपछि रोक्न सकिँदैन नि कोही त पुग्न नपाएको पुग्न नपाइ त्यही त हुनु पऱ्यो नि भने क्या घाँस खायो है कति किलोमिटर गरेर हेर्दैछ पछाडिपट्टि कस्तो हुँदो रहेछ है यसको छालालाई चाहिँ गोलीले पनि खेल्दैन हुन्छ यहाँ मुनि गई ठाउँ यसलाई एट्याक गर्दा गर्दै पनि गोलीले केही गर्नु पनि सक्दैन पहिला के हुन्छ बाक्लो हुन्छ गोलीले पनि खेल्दैन होइन यसको छालालाई यही बेला हामी त भिज्दै यहाँ राइनो हेर्दैछौँ भिडियो कल गरेर हेर्नु भएको राइनो त्यो हामी गाडीमा सफारी गरिरहेको पानी परेर बिजो भइरहेको त्यो परेको छैन उता भाँडी हाल्यो देख्दैन पानी पनि हामी सबै भिजेको टाइमिङमा यो हरेक जनावर देखिने भने टाइमिङ अनि त्यसै त्यही त हो नि ल टाइमिङमा ठ्याक्क हामी आइपुग्यो भने देखिने काठमाडौँ अब पानी त्यो परेको भित्र घाँसमा गएपछि लुकिहाल्छ देख्दैन
घाउ पनि सानो घाउ पनि बनाउन सक्दैन गइसक्यो भाग्यो पानी परेर बिजो पानी परेर शान्त भयो भने धेरै जनावर देख्ने सम्भावना हुन्छ ए अब यतिको दुःख गरिसक्नु भइसक्यो भने केही देखोस् न पानी परेर चाहिँ अलिक खुल्ला भयो अहिले कस्तो अँधेरो थियो जनावर चराचुरुङ्गी चाहिँ अहिले केही यहाँ यता चाहिँ केही छैन उयो हावा खाना चाहिँ मजा आइरहेको हो काठमाडौँमा यस्तो फ्रेस हावा पाइँदैन यहाँ चाहिँ अहिले त कम भइसक्यो पानी परेर हजुर अब यसो उसो भिजिसक्यो बच्चाहरू चाहिँ ट्युसन भइहाल्यो बसेर चिसो ल कुखुरा कुखुरा ओ वन कुखुरा भिज्यो सक्यो सक्यो कोही पनि घाम लागेको बेला मात्रै निस्किन्छ पानी परेको बेलामा कोही चाहिँ घाम ताप्न निस्किने हो नि त चिसो रगत भयो ए अहिले पानी अलिक रोकिए जस्तो उनीहरूलाई ठिक छ हाम्रो पनि बिजोग छ त एकछिन बस्नु न होइन पानी रोक्यो अलिक रोक्यो यो खोला हो यो नदी हो राप्ती राप्ती नदी त्यही हो घडियालको मुक्तिचोवाला हो कि समाउँदैन यसले सक्दैन घडियालले सक्दैन मुक्तिचो टाइगर आयो टाइगर त्यो जोतेको लाग्छ नि
पानी परेर खत्तम भयो दराई बोटे ताल हाम्रो त सिङ्गी हो र थुक निल्दै बस्नु नकराउनु कराउनु कि What